सम्पूर्णमा नमस्कार। म आज गढी नगरपालिका वडा नम्बर 2 मा म अहिले आइसकेको छु र यहाँबाट हाम्रो सर ज्ञानचन्द चौधरीज्यूले पहिले नै एउटा एलआईसी नेपालमा जीवन बिमा गर्नुभएको थियो र उक्त पोलिसीबाट उहाँले यसको म्याच्युरिटी भुक्तानी पनि बैंक मार्फत लिइसक्नुभयो र बैंक मार्फत भुक्तानी लिइसकेपछि फेरि पनि उहाँले एलआईसी नेपालको सेवाबाट एलआईसी नेपालको अब पोलिसीबाट खुसी भएर उहाँले फेरि पनि एउटा नयाँ पोलिसी लिइसक्नु भएको छ र त्यो पोलिसीको जुन बन्ड पेपर उहाँ अहिले यहाँ हुनुहुन्न, उहाँ चाहिँ अहिले हेटौडातिर हुनुहुन्छ र उहाँले घरमै मेरो बन्ड पेपर पठाइदिनु भनेर आग्रह गर्नुभएको थियो र त्यसै अनुसार मैले चाहिँ उहाँको बन्ड पेपर उहाँकै घरमा आएर उहाँकै हाम्रो ज्ञानचन्दजीको बुवालाई म हस्तान्तरण गर्न गइरहेको छु र यो हाम्रो जीवन बिमा हो। यो चाहिँ धनविष्टि जीवन बिमा प्लान हो र यसको अवधि चाहिँ 10 वर्ष रहेको छ र 10 वर्ष अवधिमा चाहिँ म्याच्युरिटी हुन्छ। उहाँले 3 वर्ष जम्मा गरिसकेपछि यसको चाहिँ 10 लाखको 33% रकम भन्नाले 3,30,000 पाउनुहुनेछ। त्यसै गरी छैठौँ वर्ष पनि 3,30,000 पाउनुहुन्छ र म्याच्युरिटीमा एकमुष्ट बाँकी रहेको बिमाङ्क रकम र बोनस गरेर 10 लाख प्राप्त गर्नुहुन्छ र यो बन्ड पेपरमा उहाँको बुवालाई हस्तान्तरण गर्दैछु। त्यसै गरी उहाँलाई एलआईसी नेपालको तर्फबाट नयाँ वर्षको शुभकामना सहित एलआईसी नेपालको तर्फबाट म एउटा क्यालेन्डर पनि उपहार प्रदान गर्दैछु र उहाँले एलआईसी नेपाललाई विश्वास गरेर जीवन बिमा गर्नुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद तथा उहाँको उज्जवल भविष्यको कामना गर्दछु। हस्, धन्यवाद।